ख्रिस्टीय अभिवादन जय मसिह। हामी सबैको लागि म एउटा वचन पढ्नेछु। त्यो वचन चाहिँ हो इजिकेलको 22 30 पदलाई म पाठ गर्नेछु। पर्खाल निर्माण गरिदिने र देश महद्वारा नष्ट नहोस् भनी देशको लागि मेरो सामुन्ने धाँधोमा उभिदिने एकजना मानिस तिमीहरूको बीचमा मैले हेरेँ, तर मैले कोही पनि पाइनँ। साँच्चै नै इजिकेलको द्वारा यहाँ एउटा अति नै महत्त्वपूर्ण वचन बोलिएको छ। धाँधोमा उभिदिने मानिस, धाँधोमा उभिएर प्रार्थना गरिदिने मानिस आज परमेश्वरले खोज्नुहुन्छ। परमेश्वरले यस्तो मानिसलाई खोज्नुहुन्छ, सधैँ बाइबल अध्ययन गर्ने, प्रार्थना गर्ने, प्रभुको राज्यलाई सुसमाचारलाई पहिलो प्राथमिकता दिने व्यक्तिहरू खोज्नुहुन्छ। संसारमा आज पनि खोज्नुहुन्छ, अहिले पनि खोज्नुहुन्छ। आज यो विश्वभरि हेऱ्यो भने, संसारभरि हेऱ्यो भने दुःख लाग्दो छ। संसार ज्ञान बुद्धिमा चरम सीमा पार गरेको छ। पढाइ लेखाइ, साइन्सको टेक्नोलोजी सबै हेऱ्यो भने कति अघि छ। तर मानव जाति उति नै मृत्युमा परिरहेको छ, मृत्युतिर गइरहेको छ। त्यो मृत्युको मुखबाट बचाउने, तिनीहरूको लागि प्रार्थना गरिदिने व्यक्ति चाहिँ आज तपाईँ र मलाई परमेश्वरले बोलाउनुहुन्छ, खोज्नुहुन्छ। हरेक व्यक्तिले खोज्नुहुन्छ। यसर्थ आज म एउटा प्रार्थनाको विषयमा छोटकारीमा तपाईँहरूलाई म भन्न चाहन्छु, केही कुरा बताउन चाहन्छु। हाम्रो जीवनको यात्रा जस्तै हामीले प्रार्थनालाई चाहिँ यात्रा बनाउनुपर्छ। जब हामी प्रार्थना त्यतिखेर यात्रा झैँ हामी प्रार्थना गर्छौँ भने, हाम्रो जीवनको यात्रा झैँ हामीले प्रार्थना सधैँ हाम्रो दैनिक जीवनमा त्यस्तो प्रार्थना गर्छौँ भने त्यतिखेर प्रार्थनाको शक्ति, प्रार्थनाको प्रत्युत्तर, प्रार्थनाको काम तपाईँको जीवनबाट, हाम्रो जीवनबाट, हामी सबैको जीवनबाट त्यो देख्न सकिन्छ। ख्रिस्टीय जीवनमा विजयको हतियार नै प्रार्थना हो। विजयको हतियार, शक्तिको हतियार नै प्रार्थना हो। राष्ट्रलाई, जातिलाई परिवर्तन गर्नुपर्छ भने, राष्ट्रलाई, जातिलाई परिवर्तन गर्ने हतियार नै प्रार्थना हो। अन्धकारको शक्तिलाई नष्ट पार्ने हतियार नै प्रार्थना हो। दियावलसलाई बाँध्नुपर्छ भने, त्यसको शक्तिलाई टुक्रा टुक्रा पारेर भत्काउनु पर्छ भने त्यसको शक्ति नै प्रार्थना हो। ख्रिस्टीय जीवनमा प्रार्थना एकजना मानिसको लागि सास फेर्नुको बराबर हो। जसरी हामीले सास फेर्छौँ, हामी 5 मिनट सास नफेरी बस्नु सक्दिनौँ। 5 मिनट सास फेरिनौँ भने सायद हामी मर्न पनि सक्छौँ। हाम्रो जीवनमा पनि पल पलमा हाम्रो जीवनमा प्रार्थना छैन भने हामीले गर्नु खोजेको कुरा, हाम्रो ख्रिस्टीय जीवन जिउने तरिका, हामीले गर्नु प्रभुले दिएको उत्तरदायित्व कामहरू हामीले गर्नु सफल हुन सक्दिनौँ। यसर्थ प्रार्थना चाहिँ एकजना मानिसको लागि सास फेर्नुको समान बराबर हो भनेर म भन्न चाहन्छु। साँचो प्रार्थनाको लागि चाहिँ मूल्य चुकाउनुपर्छ। कुनै पनि कुराको मूल्य नचुकाई केही कुरा उपलब्ध हुँदैन। समय, समर्पित, अध्ययन, अभ्यास, कठिन परिश्रम नगर्ने मानिसले प्रार्थना गर्न सक्दैन। किनकि प्रार्थना गर्ने आत्मिक ऊर्जा चाहिन्छ। प्रार्थना एउटा बोझिलो काम हो जसको निम्ति थकित नभई निरन्तर परिश्रम गर्नुपर्छ। प्रार्थना बिहानको साँचो अथवा चाबी, रातको ढोकाको छिस्किनी बनाउनुपर्छ हाम्रो जीवनमा। जब हामी त्यसरी प्रार्थना गर्छौँ त्यतिखेर परमेश्वरको कामहरू तपाईँको जीवनबाट मानिसले, मण्डलीले देख्न थाल्छ अनि त्यहाँ प्रभुको महिमा हुन्छ। साँचो प्रार्थना चाहिँ दियावलसको लागि एउटा घातक हो। फेरि
जब साँचो प्रार्थना गर्छौँ, जति प्रार्थना गर्छौँ डियाबोलस बाँधिन्छ। जब हामी प्रार्थना गर्नु मानिसहरू घुँडा टेक्छ, प्रार्थना गर्छ, त्यतिखेर दुष्ट काप्छ, त्यो डराउँछ। प्रार्थना बाइबल पाठ बेसी पढ्ने मानिसहरूसँग दुष्ट डराउँदछ, त्यसले त्योसँग सामना गर्न सक्दैन। प्रार्थनालाई असफल बनाउनुलाई अन्धकारको शक्तिले धेरै प्रयासहरू गर्छ, कोसिसहरू गर्छ, विभिन्न परिस्थितिहरू खडा गर्छ। त्यतिखेर हामी साँच्चै नै घुँडा टेकेर प्रभुलाई पुकार्छौँ भने भजन सङ्ग्रह 121 अनुसार पर्वततिर म आफ्नो आँखा उचाल्छु, मलाई गुहार कहाँबाट आउँछ? मलाई गुहार स्वर्ग र पृथ्वी सृष्टि गर्ने परमेश्वरबाट मेरो गुहार आउँछ भनेको जस्तै प्रार्थनाको प्रतिउत्तर परमेश्वरको शक्ति त्यहाँबाट तपाईँको जीवनमा आउँछ अनि दुष्टको प्रयास कोसिस विफल भएर जान्छ। डियाबोलसको शत्रु नै प्रार्थना हो। यसले गर्दाखेरि प्रार्थना गर्नु, बाइबल पाठ गर्नु पटक्कै मन लाग्दैन, अल्छी लाग्छ अनि प्रार्थना गर्न डिस्टर्ब ल्याउँछ, बाइबल पढ्दाखेरि निन्द्रा लाग्छ। यो सबै कुराहरू दुष्टले ल्याउने कुरा हो। यसर्थ हामी जति प्रार्थना गर्छौँ उति डियाबोलसको शक्तिहरू नष्ट भएर जान्छ। धेरै विश्वासीहरू म व्यस्तताको कारणले मण्डली आउनु भएन, बाइबल पाठ गर्न सकिनँ, प्रार्थना गर्न सकिनँ भन्दछ। तर हाम्रो प्रभु यीशुको बारेमा हामीले हेऱ्यौँ भने प्रभु यीशु जति व्यस्तता हुनुहुन्थ्यो उति नै धेरै उसको प्रार्थना हुन्थ्यो। हाम्रो जीवनमा जतिसुकै व्यस्तता किन नहुँ, हामी बाटोमा हिँड्दा हिँड्दै पनि प्रार्थना गर्न सकिन्छ, मनमा नै प्रार्थना गर्न सकिन्छ, समय छुट्याएर प्रार्थना गर्न सकिन्छ। बिहान तपाईँले 2 घण्टा 3 घण्टा प्रार्थना गर्न सक्नुहुन्छ, बेलुका तपाईँ फुर्सदको समय 1 घण्टा 2 घण्टा प्रार्थना गर्न सकिन्छ हामीलाई। जब इच्छा हुन्छ उपाय निस्किन्छ, तर इच्छै छैन भने उपाय पनि कायमबाट निस्किँदैन। यसर्थ प्रार्थना एकदमै मानिसको लागि, हामी विश्वासीहरूको लागि अनिवार्य छ। केही प्रार्थनाको उदाहरणहरू